हेलो एभ्रिवान नमस्ते तपाईँहरूलाई मेरो छोरी सृजाको पास्नी सेरोमनी भ्लगमा स्वागत छ। म चाहिँ धेरै पछि भ्लग बनाउँदैछु। आज चाहिँ मेरो छोरीको विशेष दिन, उसको पास्नीको दिन रहेको छ। हामीले चाहिँ सबैजना मिलेर डेकोरेसन पनि गरिसकेका छौँ। हल्का फुल्का घरमै पास्नी सेरोमनी चाहिँ बिहान साइडको खाना खुवाउने चाहिँ घरमै छ, त्यसपछि रिसेप्सन बेलुका छ। यतिको बनाइसकेका छौँ हामी सबैले मिलेर। त्यहाँ 84 व्यञ्जन पनि तयार छ। यता हामी अलिअलि नक्कल पार्दैछौँ। मेरा दिदीहरूले के अरे छोरीले दिदीहरूको लागि मेहेन्दी लगाइदिँदै छिन्। मेरो मेहेन्दी चाहिँ यस्तो भएको छ, पर्फेक्ट। हातै राम्रो भएपछि मेहेन्दी त त्यसै राम्रो हुन्छ नि। तेरो राम्रो कि मेरो राम्रो? पछाडी सबभन्दा राम्रो मेरो। लास्टमा फर्किएर ज्यालामा नमिला। पछाडी खाली हो। डुम भयो लास्ट चाहिँ छोरीलाई नलाउने भनेन। ज्यालामा नमिला डुम त के भन्नु त, सबैले पोतरै भने मलाई चाहिँ फेरि यो चाहिँ कस्ती रहेछ भन्यो भने फेरि मान्छे देख्ने कि ल डाडाले मरि ल्याइदे। अनि यता चाहिँ मेरो छोरा र दिदीको छोरी भएर हामीलाई डेकोरेसन गर्न नदिएर एकछिन त यति रमाइलो गरेँ कि यहाँ तपाईँहरूले भिडियो हेर्न सक्नुहुन्छ। यति रमाइलो भयो। बच्चाहरू भएपछि यतिकै नै रमाइलो हुने। झन् उनीहरूले बेलुन टाङ्न दिएको भए त यति रमाइलो गरे। उनीहरूकै नाटक एकछिन हेरेर बसौँ हामी पनि इन्जोय गरेर बस्यौँ। एकछिन उनीहरूलाई नक्कल पार्न दिउँ, नाटक गर्न दिउँ। त्यसपछि यिनीहरू सुत्छन्। अनि त्यसपछि डेकोरेसन गर्ने भन्दा कुर्दा 11 बज्दा पनि यिनीहरू सुतेनन्। अनि त्यसपछि हामीले एउटालाई तल लगेर लुकायौँ, एउटालाई माथि लगेर लुकायौँ। अनि त्यसपछि हामीले डेकोरेसन गर्न थाल्यौँ बल्ल। यो एकचोटि सबै बलुन फुटेर दोहोऱ्याएर बलुन फुकेको। उनीहरू यसै गरी दौड गर्दै बित्यो थियो त्यो दिन चाहिँ। अनि फाइनली हामीले चाहिँ भोलिपल्ट बिहान 9 बजेको सायद थियो, 9:04 को सायद थियो। अनि यतिको डेकोरेसन गऱ्यौँ। उनीहरूले त्यो सबै निकालिसकेका थिए, त्यो टाँसेका कुराहरू। यतिको पनि धन्न हामी सफल भयौँ यतिको राख्नको लागि। 84 व्यञ्जन राखेर हामीले रेडी गरिसकेका छौँ। पास्नी भन्नाले अब यो खाना खाने मात्र नभएर यो पुरानो संस्कृति अनि माया, संस्कार, आशीर्वाद, यो सबै कुरा झल्किने चिज हो नि त यो पास्नी, अन्नप्राशन भनेर। अनि म त यत्तिकै मक्ख परिरहेको थिएँ, दङ्ग परिरहेको थिएँ, हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो नेपाली चलन अनुसार छोराको पास्नी 6 महिनामा र छोरीको पास्नी 5 महिनामा गर्छन्। तर मेरो छोरी चाहिँ महिनाले 5 महिना पुग्या भएर सानी नै थिए। 3 महिना 15 दिन कि मात्र भएन। आयो ल भन्नु अनि भित्र चाहिँ छोरीको अलिअलि फोटोसुट चलिरहेको थियो। अनि अब चाहिँ छोरीलाई बाहिर लगेर नुहाइदिन मिल्छ भनेर भन्नुभयो। अनि त्यसपछि एकछिन छोरीको फोटोसुट गरेर छोरीलाई हँसाउँदैछौँ हामी सबैजना मिलेर। मेमोरी भोलि पर्सि उनले हेर्छिन् नि त। उहाँ चाहिँ पास्नीवाली कि माइली ठुल्यामा, उहाँ जेठी ठुल्यामा, ल अब आउँछ चाहिँ घरको माइलीआमा, साइलीआमा, कान्छीआमा हाम्रो पास्नीको घरको उहाँ बुवा पास्नी गर्ने सानीको बुवा, मेन हजुरबुवा, घरको हजुरबुवा। यो भोलि पर्सि मेरो सृजाले यो भिडियो हेरिसकेपछि ओहो म सानोमा यस्तो रहेछु, थ्याङ्क यू मम्मी भन्छन् होला सायद है। हाम्रो त सानोको फोटोहरू खासै छैन, त्यही भएर उसको चाहिँ मेमोरी हुन्छ। भोलि पर्सि यिनले यो युट्युबमा भिडियो हेर्छिन् भनेर पनि भिडियो बनाउनु मन लागेको। अनि त्यसपछि उनलाई बाहिर ल्याएर नुहाउन थाल्यौँ। सृजाको दादा चाहिँ के पनि गर्न नमान्ने, खाली बदमास मात्र गर्ने। अनि अहिले चाहिँ बल्ल आयो बहिनीलाई नुहाइदिनलाई, रमाइलो गरेर नुहाइदियो। हेर्दा नि कस्तो खुसी लाग्यो, आनन्द आयो। अनि
अनि श्रीजा चाहिँ अलिक सानो नै भएको भएर मजाले उभिन ठिकिन सकेथिनन् अनि महिनाले मात्र 5 महिना लाग्यो दिनले चाहिँ 3 महिना 15 दिनकी मात्र थिइन् अनि त्यही भएर मजाले बस्न अनि यसरी टेक्न सकेथिनन् अनि तर जसो तसो गरी नरोइकन ज्ञानी भएर गर्न दिन बसेर गर्नु है बसेर पालो पालो गर्नु अलिअलि धेरै चिसो हुन्छ धेरै चाटचाटी गरी तेल लगाइदिनु भयो तेल लगाइदिनु भयो तेल लगाइदिनु पर्दैन बजार होस् छोरो पनि आऊ नगर फोटोमा आउँछ तिम्रो त्यस्तो गरेको हल्का माला लगाइदिनुहोस् लो बाबु आमालाई माया गरेर ल त गर फेरि गर हजुरआमा भन्दै बोलेपछि भनिहाल्छ नि मामा ल यता क्यामेरातिर पनि ध्यान दिनुस् फोटो आएन भनेर नरिसाउनुस् गफ मात्रै हान्नु भएको छ अङ्कलले बाबु
अनि ओमान भएको र आशिष दिनु राम्रोसँग है सुमित्रा यहाँ त आएर हुँ गर्ने निधारमा टिका जोडेर गयो नि अलिसो अलिकता ज्ञानी हुनु बाबाको अनि खाइदिए लाउ छोरी लाउ अब हजुर बसिस्यो अनि तपाईँले समात्यो छोरीलाई अनि उहाँले खुवाइदिनुहुन्छ ए छानु भाग्यमानी हुनु ज्ञानी हुनु धेरै भट्टाउनु पर्दैन धेरै आमालाई त माया गर्नु अल्लाह दुःख दिएन है यो पछाडि म तान्दिनँ त ल जा त्यो देखाउने पर्ने हुन्थ्यो है अब लुकाउनु भन्नु भइहाल्यो आइसक्यो अब देखाउनु भयो म त्यो त देखाउने पर्ने यता लड्केर मिलेन अरे बाबा आऊ बाबु आऊ बहिनीलाई भाग्यमानी यसलाई यो देखाउनु मन लाग्छ ल अनि बढीलाई देऊ अनि लगाइदेऊ न फोटो खोज्ने स्ट्रगल हुँदैछ है हामीले त नारघाट मेरो 15 किलोमिटर रहेछ उठेपछि फोटो आउँदैन है छोड्दै अहिले फेरि हजुरको हात मात्र आयो तपाईँ आमा त के गर्छ भेट्यो है भेट्यो भान्जाको किक भेट्यो
अनि सृजाको भस्नीमा चाहिँ मामा घरबाट हजुरबुवा र सृजाको ठुल्दाई छिती चाहिँ हामीसँग थिएन। त्यो चाहिँ अलि नमजा लागिरहेको थियो। सृजाको हजुरबुवा र सृजाको दादालाई चाहिँ हामीले एकदम मिस गर्दा गर्दै प्रोग्राम सकायौँ। अब अवशेषहरू त्यो पोताको ल्याउनु त मैले हाल्दै त्यो देउता क्यामेराम्यानमा चित्त बुझ्यो है साथी मेरो हात देख्दा देख्दा तपाईले छुन पर्छ है यो छुन पर्छ फुल लगाइदिने चेक काट्ने भेला भएको
5 हजारको नोट नबनेर नि गाह्रो क्या अब बन्दैछ हाम्रो सरकार अब नयाँ भएन त हाम्रो दसैँमा पनि मैले दिएँ तपाईँको मोबाइल उसले देऊ न अब खिच्नलाई तिमीले खिच्नु न बाबा बच्चा राम्रो लाग्यो बस बाबु अघि भाइ त्यो हटाने यार फोटै टिकट हाल्दै कस्तो छ उसको पाराले ओ आइसक्रिम आरामै छ उयो चकलेट छ र त्यो चकट झिक्दैन त अब भइरहेको थियो तपाईँले झन् थिच्नु भइरहेको थियो तपाईँले आएर थिचिदिनु ए ल तू गरिदेऊ छिर्दैन यो क्यामेरामा हेर्नु है दाइ यो क्यामेरामा हेर्नु है यसमा हेर्नु न यसमा हेलो गाइस वेलकम टु माई च्यानल मामा भान्जी भान्जी अब हेरेर उता फोटोसुट भइरह म चाहिँ यहाँ छु अलि त यहाँ आएर सबै लाइटहरु के के यता हेर अस्ति मजा आयो तपाईँ त चला नि चला स्याले अनि हामी सबैले सृजालाई खाना खुवाएर आशीर्वाद दिइसकेपछि उसको अलिअलि फोटोसुट गऱ्यौँ उसलाई हँसाउनतिर लाग्यौँ अनि मेमोरी त बनाउनै पर्यो भनेर उसलाई सबैजनाबाट हँसाउन थाल्यौँ सबैजनाले आशीर्वाद दिएर मेरो छोरीलाई भात खुवाइसक्नु भएको छ अनि त्यसपछि हामी खाना थालिसकेका छौँ ल सम्झिने हजुर ल बसिसो मेरो मुसी के भयो मुसा
यतातिर खाना खाने कार्यक्रम पनि भइरहेको छ दिदीहरूको। अनि फाइनली हामीले आज बिहानको साइदको भास्ने कार्यक्रम सकिसकेका छौँ। सबैजनाले बाहिर सबैजना आएर आशीर्वाद दिएर खाना खाएर बाहिर बसिरहनु भएको छ। सृजालाई भोक लागेर एकदम सृजाको आमाले सृजालाई खाना खुवाइरहनु भएको छ। अनि भ्लग हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब चाहिँ कन्टिन्यू भ्लग ल्याउने कोसिस गर्छु। अनि त्यसपछि उसको रिसेप्सनको र बिहानको क्यामराम्यानको भ्लग फेरि आउँछ। थ्याङ्क यू फर वाचिङ। आई लभ यु।